एनजिओकै हो स्वागतको लागि हो। दर्शकबिन यतिखेर भरतपुर विमानस्थलमा प्रधानमन्त्री बालेन्द्र शाहज्यूको आगमन भएको छ र अब उहाँ चाहिँ बाहिर निस्किँदै गर्नुभएको छ। अहिले त के खेल्ने रेडी गरेर राष्ट्रिय महाराष्ट्र सङ्घका लागि भरतपुर विमानस्थलमा छ। अब केही क्षणमा उहाँ कार्यक्रम स्थलतर्फ जाने लिएर गयो यार। एउटै जस्तो खायो सिस्टममा हो उहाँ थाहा भइहाल्छ त। प्रधानमन्त्री कुन बाटो त्यहाँ बिचबाटै हाल्ने कुरा भइसक्यो थियो। प्रधानमन्त्रीज्यू जाने कुन बाटोबाट जानुहुन्छ भन्ने नै अहिले निर्कोल भएको छैन। तर यहाँ सेक्युरिटी छैन नि, सेक्युरिटीको टिम यहाँ नभएपछि मैले यहाँबाट प्रधानमन्त्रीज्यू आउने मैले देखिनँ। हो झरिसक्नुभयो सिस्टममा। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह विमानस्थलमा झरिसक्नु भएको छ, देख्न सक्नुहुन्छ। हामी यो दृश्यबाट देखाइरहेका छौँ। प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो श्रीमती सबिना काफ्ले र छोरी सानी छोरी सँगै आउनु भएको छ। यो देख्न सक्नुहुन्छ। भाइलाई हामीले देखाइरहेका छौँ। देख्न सक्नुहुन्छ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई हामीले देखाइरहेका छौँ। कुमारबेन सँगै हुनुहुन्छ र अन्य व्यक्तिहरू पनि। सम्माननीय प्रधानमन्त्रीज्यू देख्न सक्नुहुन्छ। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई हामी देखाइरहेका छौँ। छोरी बोकेर यसरी आइरहनु भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूको यतिखेर यहाँबाट प्रवेश गरिसक्नु भएको छ र गाडीमा बसिसक्नु भएको सबिना काफ्ले सहित उहाँ गाडीमा बसिसक्नु भएको छ र उहाँलाई लिएर यो गाडी निस्किसकेको अवस्था छ। उहाँलाई देख्न पनि मुस्किल पर्ने गरी प्रधानमन्त्रीज्यू आफ्नो पत्नीसँगै अगाडि बढिसक्नु भएको छ।